हेलो गाइज वेलकम टु डे इन माई लाइफ आई होप सबजना सन्चै हुनुहुन्छ सो आज हाम्रो प्लान थियो स्विमिङ गर्न जानलाई सो वी आर रेडी विथ आवर यु इफ यु आर फ्रम लाहान एन्ड देन यु हेभ ओन्ली वान अप्सन 24 मार्च क्याफे कुराकानी गर्दा गर्दै हामी आफ्नो डेस्टिनेसनमा आइपुगे एन्ड लुक एट हियर डेस्टिनेसनको इन्ट्रान्स त बवाल नै रहेछ क्याफेमा आउने बित्तिकै आफ्नो 4वटा आँखाले यो मिररमा पोज दिन थाले गाइज भन्नुहोला कस्तो लागिरहेछु देन हामी स्विमिङ गर्नको लागि कस्ट्युम चेन्ज गर्न लागे दाइको रिभर्सबाट स्विमिङ देखेर ओ माई गड म के वेट गर्नु म त फटाफट अब जम्प गर्न लागे जम्प गर्नुभन्दा अगाडि मेरो एक्साइटमेन्ट लेभल नै हाई थियो त्यस पछाडि त के हुनु जय सियाराम भनेर मैले पनि हाम फालिदिएँ एक्साइटमेन्ट लेभलमा 5 फिटमा हाम फाल्नुको सट्टा 6 फिटमा हाम फाले स्विमिङ पुलमा आफ्नो ग्याङहरू भएपछि त मस्ती नहुने कुरा नै भएन गाइज त्यसपछि त के हुनु आफूसँग आइफोन हुनु र पानीभित्र भिडियो नबनाउनु कुरा नै भएन पानीभित्र दाइहरूसँग भिडियो बनाएँ दिस एक्सपिरियन्स ओ माई गड अमेजिङ नै थियो गाइज वी आर गोइङ टु अन्डर वाटर एन्ड दिस एक्सपिरियन्स इज अमेजिङ सो हबिबी अल अफ यु कम टु स्विमिङ पुल एन्ड दाइहरूसँग कुराकानी गर्दै नै हामी 1 2 3 भनेर भित्री डुब्की मारिहाले एन्ड दिस मजा नै मजा आइरहेको थियो स्विमिङ पुलमा मेरो एक्साइटमेन्ट लेभल नै बेग्लै थियो एन्ड पानीभित्र आफ्नो फेभरेट पोज नदिनु कुरा नै भएन देन आफ्टर हामी एकछिन स्विमिङ गरे स्विमिङ सकाएर खाजा अर्डर गरेँ एन्ड खाजाको लागि वेट गर्न थालेँ खाजा नै आइसकेछ तातो तातो मोमो स्विमिङ गर्नु र मोमो खानु छुट्टै नै बेग्लै मजा आउँछ र गाइस ट्राई गर्नु होला खाजा खाएपछि क्याफेलाई बाई टाटा गर्दै हामी आफ्नो रुमतर्फ लागे एन्ड आजको लागि यति नै थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो सी यू सुन इन द नेक्स्ट भिडियो सो फर मोर डु लाइक शेयर सब्सक्राइब ऋतिक शर्मा ब्लग्स